हेलो गाइज, हेलो तपाईहरु सबैलाई स्वर्ण संसारले गरेको यो गिभअवेमा धेरै धेरै स्वागत छ। सो मैले चाहिँ तपाईहरुको लागि एउटा सानो च्यालेन्ज भनौँ न। अब हामी यहाँबाट हलमा जानेछौँ है त। बिरयानी त तपाईहरुले खाइ नै हाल्नुहुन्छ। तपाईहरुको हरेक टेबलको अगाडि एउटा चिट राखेको छ है। तपाईहरु र्यान्डमली गएर आफ्नो ठाउँ चुज गर्नु, चिट चाहिँ हेर्न पाउनु भएन। र्यान्डमली गएर आफ्नो ठाउँमा बस्नु र तपाईको अगाडि भएको चिटमा ठ्याक्कै तपाईहरुकै नाम भयो भने तपाईहरुले एउटा कम्प्लिमेन्टरी डिस पनि पाउन सक्नुहुन्छ, बिरयानी बाहेक है त। त्यहीबाट अब हामी यहाँबाट हलमा जान्छौँ है त, सबैजना हलमा जाऊँ। सो मेरो हातमा यहाँनिर 15 जना पार्टिसिपेन्ट्सहरूको नाम रहेको छ र यो नामलाई मैले टेबलमा लुकाउन गइरहेको छु। र्यान्डमली है त, कता कता बस्न मन लाग्छ र्यान्डमली बस्ने है त। त्यो तपाईहरुको अगाडि एउटा एउटा चिट छ है त। अब हामीलाई रिभिल गर्छौँ, ठ्याक्क यो यताबाट सुरु गर्छौँ है त। रानु, सोनु सोनु पार्टिसिपेन्ट्सहरू आफ्नो नाम आउँछ भनेर एकदमै धेरै एक्साइटेड थिए, तर अहिलेसम्म पनि कसैको नाम आइसकेको थिएन र उहाँहरू एकदम धेरै कोसिस गरिराख्नु खुसी। सो 13 जना मध्ये 1 जनालाई पनि यहाँबाट कसैको पनि नाम म्याच भएको छैन। त्यही भएर आज हामीले यो कार्डहरूलाई फेरि पनि सफल गरिरहेछौँ। अब सफल गरेर फेरि पनि हामी यसरी नै बाँड्नेछौँ। इनकेस परिहाल्यो भने कम्प्लिमेन्ट्री डिस आउँछ, आएन भने तपाईँले पाउनुहुन्न है त। सो अब नेक्स्ट भिडियोमा तपाईँले थाहा पाउन सक्नुहुन्छ हाम्रो कम्प्लिमेन्ट्री डिस आउँछ कि आउँदैन र हामीले कुन कुन गेम खेल्ने भन्ने कुरा पनि तपाईँले नेक्स्ट भिडियोमा थाहा पाउनुहुन्छ। सो स्टे ट्युन फर मोर इन्फर्मेसन अनि स्वर्ण संसारलाई यसरी नै माया गरिराख्नु होला।